संसारभरि नै गुड फ्राइडे अनि इस्टरको उपलक्ष्यमा इसाई समुदायहरूले धुमधामसँग यस पर्वलाई मनाउने गर्दछ। दार्जिलिङमा उत्तर भारत मण्डली अन्तर्गत उपासना केन्द्रका साङ्गीतिक टोलीले पनि हजुरहरू समक्ष गुड फ्राइडे अनि इस्टरको बारेमा 2वटा विशेष गीतहरू अनि केही मिठा वचनहरू तपाईँहरूको अगाडि प्रस्तुत गर्न गइराखेका छौँ। Jah
इस्टर सम्पूर्ण इसाई विश्वासीहरूका लागि महत्त्वपूर्ण दिन ठहरिएको छ। प्रभु यीशु ख्रीष्टले भन्नुभयो, पुनरुत्थान अनि जीवन म नै हुँ। अनि उहाँले भन्नु मात्र भएन, तर साँच्चै नै उहाँले तेस्रो दिन बौरी उठेर पुनरुत्थान उहाँ हुनुहुन्छ भन्ने कुरोको प्रमाण प्रभुले दिनुभयो। हामी खुसी छौँ यसपालि 2025 को इस्टर हामी सबै मिलेर आफ्नो मण्डलीहरूमा यसरी मनाइरहेको छौँ। अनि परमेश्वरलाई धन्यवाद होस्, उहाँको पुत्र यीशु यस संसारमा विशेष उद्देश्यले आउनु भएको थियो। अनि त्यो उद्देश्य के थियो भन्दाखेरि पहिलो तिमोथी 1:15 लेखेको छ, यो वचन विश्वासयोग्य र हर प्रकारले ग्रहणयोग्य छ। ख्रीष्ट यीशु यस संसारमा पापीहरूलाई बचाउनको लागि आउनु भएको हो। अनि उहाँले आफ्नो बलिदानको काम कल्भरीको क्रुसमा पूरा गर्नुभयो। अनि उहाँले पापीहरूलाई बचाउनको लागि आफ्नो रगत बगाउनु भयो। अनि त्यस पछाडि उहाँ मृतलोकमा जानुभयो। बाइबल धर्मशास्त्रले भने अनुसार ती पहिला जसले सुसमाचार या प्रभुको कुरा सुनेर पनि नजरअन्दाज गरेका ती आत्माहरूलाई अनि झ्यालखानमा परेको आत्माहरूलाई प्रचार गर्नलाई प्रभु जानुभयो भनेर धर्मशास्त्र बाइबलले हामीलाई बताउँदछ। तर तेस्रो दिन बाद प्रभु यीशु ख्रीष्ट बौरी उठ्नु भयो। अनि मानिसको सबैभन्दा ठुलो शत्रु मृत्युलाई पराजय गरेर प्रभुले भन्नुभएको आफ्नो बाणीलाई त्यहाँ पूरा गर्नुभएको हामी पाउँछौँ। प्रभु यीशु ख्रीष्टले भन्नुभयो यूहन्ना 11:25 पुनरुत्थान र जीवन चाहिँ मै हुँ। अनि उहाँले जे भन्नुभएको थियो उहाँले त्यो गरेर देखाउनु भयो। अनि प्रभुको मनमा जे थियो उहाँले मुखले त्यो बोल्नुभयो। अनि मुखमा जे थियो त्यही कुरा उहाँले कार्यमा पनि परिणत गर्नुभयो। मन, वचन अनि कार्यमा प्रभु यीशु ख्रीष्टको हामी सामञ्जस्यता पाउनेछौँ। अहिले मैले भनेको जुन चाहिँ सुसमाचारको खण्ड यूहन्ना रचित सुसमाचार 11:25 चाहिँ त्यस बेला प्रभुले भन्नुभएको थियो जुन बेलामा लाजरस उहाँको मित्र चाहिँ मरेको 4 दिन भइसकेको थियो। अनि यो एउटा अप्ठ्यारो परिस्थिति थियो। यो बहुतै हृदय विदारक परिस्थिति थियो। त्यो परिस्थितिमा प्रभु यीशु ख्रीष्टले यी वाक्यहरू भन्नुभएका थिए। अनि उहाँले भन्नु मात्रै भएन, तर उहाँले गरेर पनि देखाउनु भयो। 4 दिन मरेको लाजरसलाई प्रभु यीशुले त्यसै दिन भन्नुभएकै केही समय पश्चात जिलाएर या जीवन दिएर उहाँले पुनरुत्थान र जीवनमै हुँ भनेको कुरो त्यो समयमा पनि उहाँले अक्षरश उहाँले पूरा गर्नुभएको थियो भने यो इस्टरको दिनमा प्रभु यीशु ख्रीष्ट स्वयं बौरी उठेर मृत्युको शक्तिलाई, पापको शक्ति जो मृत्यु हो त्यसलाई नै नाश गरेर प्रभु बौरी उठ्नुभयो। अनि हामी सारा विश्वभरमा इसाई विश्वासीहरूले यो कुरोहरूको घोषणा गर्छौँ अनि प्रचार पनि गर्दछौँ। अनि प्रभुको वचन धर्मशास्त्र वचन पहिलो कोरिन्थी 15:14 भनेको छ, यदि प्रभु यीशु ख्रीष्ट बौरी उठ्नु नभएको भए, यदि प्रभु यीशु ख्रीष्ट बौरी उठ्नु नभएको भए हाम्रो विश्वास पनि व्यर्थै हुने थियो। भन्नको मतलब हरेक इसाई विश्वासीको आधार या भनौँ द बेसिस अफ आवर क्रिस्चियन फेथ इज रेजरेक्सन। अनि हाम्रो इसाई विश्वासको आधार नै पुनरुत्थानमा टिकेको छ। यदि प्रभु बौरी उठ्नु नभएको भए, मरेकै भए या उहाँको चिहानमा त्यो पडिरहेको भए उहाँले भन्नुभएको कुराहरू पुरा पनि हुन्थेन अनि हाम्रो विश्वास पनि मरे तुल्य नै हुने थियो। तर जसै प्रभु बौरी उठ्नु भएको छ हाम्रो विश्वास पनि अब जीवित विश्वास रहेको छ। अनि धर्मशास्त्र बाइबलमा ग्रिक युनानी भाषामा विश्वासलाई पिस्टिस भन्ने गरिन्छ। पिस्टिस भनेको चाहिँ भर्ब हो, क्रिया हो। अर्थात् जुन कुरो चाहिँ जीवित रहन्छ उसैको चाहिँ क्रिया हुन्छ, कार्य हुन्छ। यसकारणले गर्दा प्रभु यीशु ख्रीष्ट बौरी उठ्नु भएको कारणले गर्दा हाम्रो विश्वास पनि जीवित विश्वास हो। यसकारणले गर्दाखेरि हामी खुसी छौँ। प्रभुले मृत्युलाई जित्नु भएको दिन हामीहरू मनाइरहेको छौँ। हामी खुसी छौँ प्रभुले मानिसको सबैभन्दा ठुलो शत्रु मृत्युलाई नै हराउनु भएको दिन चाहिँ इस्टरको दिन हो।
अनि यही इस्टरको समय हामी विभिन्न जग्गामा यसरी खुसी र आनन्द मनाउने गर्दछौँ। यसै कारणले गर्दाखेरि मण्डलीले पनि हरेक आइतबारको दिन चाहिँ सेवा गर्ने गर्दछ। विभिन्न गिर्जाघरहरूमा गएर, चर्च बिल्डिङहरूमा गएर उपासना गर्ने गर्दछ प्रभु यीशु ख्रीष्टको, किनभने प्रभु यीशु ख्रीष्ट त्यही दिन बौरी उठ्नु भएको थियो। यसै कारणले गर्दा आइतबार हरेक विश्वासीहरूको लागि धेरै महत्त्वपूर्ण पनि छ। अनि म यहाँबाट यही सन्देश दिन चाहन्छु कि प्रभु जसै बौरी उठ्नु भएको छ, हाम्रो लागि जीवित आशा लिएर बौरी उठ्नु भएको छ। कोलोसीको पत्रीमा प्रभुको वचनले भन्दछ, क्राइस्ट इज द होप अफ ग्लोरी। प्रभु यीशु ख्रीष्ट नै महिमाको आशा हुनुहुन्छ। अनि तपाईँहरूको जीवनमा यदि प्रभु हुनुहुन्न या तपाईँले विश्वास गर्नुभएको छैन भने येशू प्रभुलाई विश्वास गर्नुहोस्। उहाँको रगतले हाम्रो पापहरू धोएर शुद्ध हुन्छ। साथसाथै हामीहरूले पनि त्यो पुनरुत्थान र जीवन प्रभुले दिनुहुने त्यो वरदानलाई हामी प्राप्त गर्न सक्नेछौँ। प्रभुले हामी सबैलाई यो सन्देशद्वारा आशिष पुर्याएका हुन्। धन्यवाद। जय मसीह। 1741 मा क्लासिक कम्पोजर जर्ज फ्रेडरिक ह्यान्डल भन्ने मान्छेले चाहिँ प्रभु यीशु बौरी उठ्न भएको उपलक्ष्यमा इस्टरको शब्दहरू कोर्दै यो हालेलुया कोरस उसले कम्पोज गरेको हो। अनि त्यो हालेलुया कोरस चाहिँ भनिन्छ स्वर्गको दर्शन उसले पाए अनि स्वर्गीय दूतहरूले गीत गाएको उसले देखे। फलस्वरूप उसले यस गीतलाई चाहिँ रचना गरेको छ। यो विश्व प्रख्यात सङ्गीत हो जसलाई हामी हालेलुया कोरस भन्छौँ। साङ्गीतिक टोलीले हजुरहरू अगाडि प्रस्तुत गर्न गइराखेको छ।